समग्रमा भन्ने हो भने अहिलेको तातो अवस्था भनेको राजतन्त्र कि प्रजातन्त्र भन्ने नै छ। 2037 सालमा पनि जनमत संग्रह भएर राजतन्त्र कि प्रजातन्त्र या गणतन्त्र लोकतन्त्र भन्ने कुरामा हुँदा राजतन्त्रै भनेर पास भएको थियो। र नेपालमा अहिले पनि मोहन वैद्य किरणले गोलमेल सम्मेलन गर्नुपर्छ भन्दै गरेको कुराहरू तपाईहरुले सुन्दै आउनु भएको होला र सामाजिक सञ्जालमा यत्रतत्र कुराहरू धेरैवटा कुराहरू अहिले छरिएर आएका छन्। हिन्दू राष्ट्र कि धर्मनिरपेक्षता, त्यसैगरी राजा कि लोकतन्त्र गणतन्त्र, यस्ता कुराहरू आइरहेका छन् र विश्वका विकसित मुलुकहरूमा देखिएका कुराहरू र अबको देशको अवस्था र अबको राजनीतिक अवस्था कस्तो हुनुपर्छ भनेर हामी केही विषयमा चर्चा गर्न गइरहेका छौं। एकतन्त्रीय शासनमा 250 वर्षसम्म राजाहरूले शासन गरे, त्यसैगरी विभिन्न तहका तह र तबकाका राजाहरूले शासन गरेका थिए। यसो भन्दै गर्दाखेरि राजाले विकास गरेनन् भन्ने हैन, अहिले पनि विकसित मुलुकहरूमा राजाहरू नै भएका मुलुकहरू पनि धेरै विकसित रहन्छन्। अहिले आएको नेपालको यो समावेशिता सहितको धर्मनिरपेक्षता सहितको हाम्रो यो संविधानले गर्दाखेरि सबै खालका प्रतिनिधि पात्रहरू चाहिँ एउटा राज्यको संयन्त्रमा पुगेका छन्। त्यहाँ न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा सबैको समावेशिता छ। त्यसले गर्दाखेरि जनताका छोराहरू नै शासक बनी शासन गर्ने अवस्थामा पुगेका छन्। त्यसले गर्दाखेरि चाहिँ सबैले अधिकार, समान अधिकार पाइरहेका छन्। एकतन्त्रीय शासन भनेको, राजाको शासन भनेको एकतन्त्रीय शासन हुन्छ। त्यसले गर्दा विकास हुँदैन भन्ने चाहिँ होइन, तर नीति र निर्माणको क्षेत्रमा भने एकतन्त्रीय शासनले गर्दाखेरि खासै अहिलेको अवस्थामा हामी 21औं शताब्दीमा विकसित मुलुकमा सूचना र प्रविधिको युगमा छौं भने हामी एकतन्त्रीय शासनलाई अवलम्बन गर्न अलिकति गाह्रो नै हुन्छ। तर यही तरिकाको राजनीतिक पार्टीहरूले गर्ने बेमानी, बेथिति, भ्रष्टाचारले गर्दाखेरि हामीले विकल्प फेरि नसोच्ने त भन्ने खालको कुरा पनि मनमा उब्जिएको हुन सक्छ। त्यसैले गर्दाखेरि हामीले जुनैसुकै व्यवस्था भए पनि देश र जनताका निमित्त र राष्ट्र आत्मनिर्भर हुनका निमित्त हामी अहिले नेपाल परनिर्भरताको ठूलो शिकारमा छौं। यो दुईटा ठूला छिमेकी मुलुकहरू छन्, त्यसको बीचमा परेको हाम्रो सानो राष्ट्रमा भएका केही जनशक्तिहरू पनि पलायन भएर हामी परनिर्भरताको शिकार बन्न पुगेका छौं। रोजगारीको लागि बाहिर धाउनुपर्छ, विदेश जानुपर्छ, श्रम बेच्नुपर्छ र आफ्नो एउटा उत्पादनशील उमेरलाई चाहिँ हामीले बाहिर अरूको देशमा खर्चेर फेरि बुढाबुढी भएपछि नेपाल आउने वा उतै सेटल हुने अवस्थाले गर्दा हाम्रो देश नेपालको स्थिति यही हो त भन्नेसम्म पुगेको छ। कुनै एउटा नेतृत्व गर्ने र एउटा देशलाई एउटा निकास दिने खालको मैले बेला भन्ने गरेको छु। अब हामी फ्रिडम नै धेरै भयौं कि जसले जे बोल्दा पनि हुने, जे गर्दा पनि हुने, के गर्न सक्छस् र खुलेआम भन्न सक्ने हाम्रा नेताहरूलाई एउटा मुठीमा कडीमा लिएर देशको विकास गर्ने खालको मान्छे पो चाहिन्छ कि हामी पो अलिक बढी फ्रिडम भयौं कि या यसले गरेन त्यसले गरेन भन्दै गर्दा हामीले पो केही गरेका छैनौं कि यो चाहिँ जनस्तरबाटै हामीले सोचेर सुध्रिनु पर्ने अवस्था पनि आएको छ। विकल्पै छैन, कसरी खोजी गर्ने भन्ने कुरा पनि आउन सक्छ। राजनीतिक दलहरू तिनै हुन्, त्यो मध्येबाटै छान्नुपर्छ। नराम्रो मध्येबाट छान्नु भने अलिक नराम्रो छान्ने नै हो नि भन्नेसम्मको अवस्था हाम्रो अहिले आइसकेको अवस्था छ। कसलाई राम्रो मान्ने र कसलाई नराम्रो मान्ने, सिस्टमका कुराहरू कसरी व्यवस्थापन गर्ने भन्ने कुराले गर्दा राजा आए पनि यही होला, प्रजातन्त्र आए पनि यही होला। अब म भन्छु कुशासन लगाउनुपर्छ, कु गरेर विकास गर्नुपर्छ। यानी कि त्यसको मतलब गलत गर्नु हुँदैन। विकास गर्नको लागि ती जो फरक तत्त्वहरू छन् ती तत्त्वहरूलाई परास्त गरेर त्यसलाई टाइट गराएर चाहिँ एउटा एरामा ल्याएर एउटा विकासको मोडल बनायो भने हामी नेपाली अब अझ सुदृढीकरण, विकसित र थाइल्यान्ड, जर्मन, सिङ्गापुर बनाउँछु नेपाल होइन, नेपाललाई नेपाल नै बनाएर अहिले देशमा हामी विश्वमा चिनाउन सक्छौं। हामीसँगका प्राकृतिक स्रोतहरूलाई उत्खनन गर्ने, हामीसँग भएका पर्यटनका कुराहरूलाई विकास र सम्वर्धन गर्ने, त्यसको प्रचार गर्ने गर्यौं भने पक्कै पनि हामी नेपाल धनी नै हुन्छ। अब देश र विदेशमा रहेका साना कुराहरू, राज्य संस्थाबाट सञ्चालन भएका जति पनि कुराहरू छन् तिनलाई अझै व्यवस्थित बनाउँदै लाने, अनि कुनै कुराहरू जति हाम्रो कानुन यति धेरै टाइट छ तर कार्यान्वयन तहमा पुगेपछि फितलो हुन्छ, त्यो कार्यान्वयन गराउने कर्मचारी तहको अर्थात् कार्यान्वयन पक्षलाई कसरी व्यवस्थितीकरण गर्ने। यहाँको राजनीति र यसो हेर्दाखेरि घिनलाग्दो वातावरण के बनेको छ भने प्रत्येक क्षेत्रमा भ्रष्टाचार, घुस, पैसा। यसले गर्दाखेरि चाहिँ के भएको छ भने कुनै पनि काम सिस्टममा भएको छैन। सिस्टमलाई अनलाइन गरेको छ, 100% यो अनलाइनबाट हुन्छ भन्यो, तर 100 रुपैयाँ दियो भने त्यो टोकन अगाडि आइपुग्छ। त्यस्ता कुराहरूले गर्दाखेरि हरेक सेक्टरमा हामीलाई अहिले जनता निराश भएको अवस्था छ। त्यसले गर्दाखेरि राज्य व्यवस्था भन्दा पनि राज्य चलाउने संयन्त्र जहिले पनि स्ट्रङ हुन जरुरी छ। त्यसले गर्दा मात्रै हाम्रो देश विकसित हुन्छ जस्तो मलाई लाग्छ। तपाईहरुलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्न नबिर्सिनु होला।